गाइज म चाहिँ आइसकेको छु बिहान हेलो गाइज हिजोको भ्लग चाहिँ हिजोको भ्लग चाहिँ आज गराउँदैछु गाइज सबैजनालाई नमस्कार मेरो नाम चाहिँ अञ्जली रानी गाइज हैन मैले सबैलाई नमस्कार गरिसकेँ हिजै गरेको हैन अनि आज चाहिँ अब म चाहिँ अब कहाँ कहाँ जानेवाला छु आजको भ्लग आजको दिन मैले के गर्नेवाला छु त्यो सबै देखाउनेवाला छु गाइज ल है त सबैजनाले के गर्नु पर्यो लाइक गर्नु पर्यो कमेन्ट गर्नु पर्यो शेयर गर्नु पर्यो अनि सब्स्क्राइब गर्न नबिर्सिनु पर्यो ल है त अब चाहिँ अब एकछिनपछि भेटौँ ल है त गाइज सबैजनाले है गाइज यो चाहिँ पुरानो स्कुल के म पढेको पुरानो स्कुल हैन म चाहिँ अहिले नयाँ स्कुलमा पढ्छु सगरमाथा हाम्रो यहाँ छ बस अनि हामी यस्तै छ अनि उही कस्तो मजाले कुहिरो लाग्यो वाउ गाइज हैन अनि यस्तै छ बस त्यहाँ छ यो कुकुर क्या धेरै अघि यहीँ थिएँ यस्तै छ गाइज हैन कति राम्रो फुल गाइज हेलो गाइज म चाहिँ निस्किसकेको छु ब्रेस लाएर अनि स्कुलमा पुगेपछि लुङ्गीहरू लाउनुपर्छ अहिले चाहिँ यत्तिकै लाएर बसिरहेको अहिले चाहिँ म निस्माको वेट गरिरहेको निस्मा नै आएन गाइज निस्मा गुरुङजीको पर्खाइमा छु अझै पनि आएको छैन त्यो अघि हिँड्यो भन्थ्यो के अरे अनि अब निस्मा आएपछि भेटौँ है अनि हामी चाहिँ यसरी बसिरहेका छौँ सबैजना बा हाई भन्नु न हाई फाइनली गाइज यत्रो बेरको वेट पछि पहाडी आइसकेको छु ऊ त्यो हेर्नु त्यसलाई आयो हेर्नु आउँछ हेर्नु चिच्चाउँदै आउँछ हेर्नु यस्तो छ क्या गाइज यस्तो हाम्रो स्कुल यहाँ छ हेर्नु है गाइज कता गयो कि त्यो छ्या आउँदै आएन ऊ गाइज ऊ आयो खतरा सित बोकेर भाइ छिटो आइज कता गएको क्या फेरि हेर्नु न गाइज यो फेरि यस्तै छ क्या नगर बन्द गर भाइ सेम चप्पल भएछ हेर त भाइ आइसक्यो पाडा निस्मा गएर मेरो घर चाहिँ टाढा के गाइज हाम्रो घर हो यो अब चाहिँ हामी बसेको होइन हाम्रो के हो बस के यहीँ आउँदैन र हामी के गरेको हो न ए छिटो आइज त फेरि हामीलाई फेरि पाडा गाइज चाहिँ यहाँ छ पाडीको झोला पाडी तेह्र टाउको नखोल्नु चाहिँ कति टाढोबाट आएको कि गाइज हाम्रो बसमा आइसक्यो हाम्रो त ढोका लगाइदिनु म चाहिँ हामी आएको त ढोका लगाइदिनु है गाइज हामीले चाहिँ अब भित्र सामान राखिसक्यौँ अब चाहिँ अब बस आउने मात्रै बाँकी छ सबैजना यहाँ वेट गरिरहेको छौँ यी पाडी र साडीहरू हेरी स्टाइल अहिले चाहिँ फोनमा के हेरिरहेको चाहिँ भनेको मैले यहाँ उस हेरेको के हो न कस्तो होला कि छ्या हामीहरू के गाइज आज चाहिँ अब हामी चाहिँ चढ्न पर्ने हुन्छ हाम्रो बस आइसकेको छ बस आयो ओ लास्ट हिँड्ने गुड मर्निङ मिस ब्युटिफुल मिस आइज तो झोला अब चाहिँ हाम्रो यहाँ के गरे सङ्गम भएर आउने बेला भयो सँगमा खाइन हेर्छ नि मलाई लाज लाउँछ
बस्नु बस्नु मिस खै मेरो फुल खै ओए मेरो फुल हेलो गाइस हेलो गाइज भन्छ नि यिनीहरूले त सङ्गमको गीत त डेन्जर थियो के हो त्यो पानी पुरी पिरो चटपटे ठ्याक्कै मिले खाएको त्यो गीत ल है गाइज भाइ निस्मा अब भेट्ने हामी उता गाइज अब चाहिँ हामी के अरे मचकोट होइन जगत आउँदा आइसक्यो सरी मचकोट आइसक्यो जगत चाहिँ हामी आउँदा पाहाडी पाहाडी हेर स्कुल चल्ने चला स्कुल पढ्ने गाइज अब यस्तो रमाइलो छ नि त हाम्रो त्यो अब यहाँ रमाइलो हाम्रो जग्गा अब चाहिँ यहाँका मान्छे जनताहरू चढ्छन् हेलो गाइज रोक्नु है अब गाइज अब चाहिँ हाम्रो यहाँ एउटा मन्दिर आउँदैछ होइन यो मन्दिर चाहिँ मेरो फेभरेट मन्दिर हो कि शिव पार्वतीवाला यहाँ बस्दा प्याक भइदियो सबजना प्याकअप हिँड्दैछ पाहाडी हान्छ पाहाडी त यहीँ हुन्छ मसितै हुन्छ नि हाम्रो झोला पोकापोकी अब चाहिँ हामी झर्ने बेला भयो है गाई हजुरलाई हेलो मम्मी मान्छे लिन आएको हेलो गाइज हामी चाहिँ काइयो लिएर हिँड्दैछ मेरो मेरो हतियार हो काइयो के छ यो पर्सन कपाल गर्दा गर्दै हिँडेको कि म गाइज यो चाहिँ पर्सन सारियालको घर है पर्सन साको मम्मी आन्टी जाम ए त्यो हालेपछि लिन आउँला चुरा लिएर आउँछु चुरा गाइज यो हाम्रो पर्सन सारियाल भाइ हिँडौँ सबैजना चल्दैको ल मेरोबाट चार्ज गरे थोरै कपडा लि ल हेलो गाइज हाई भाइ यहाँ त सबैले लेख्नु ल उही भाइ कहाँ हेलो पनि भन्दैन नि यो भाउ खाएका यो बाउलाई को हो र त्यो अगाडिको मान्छे हो एउटा एन्जिला होइन गाइज त्यस्तो तँलाई बाटोमा लाज लाग्दैन केटी डेमा बनाउँछु अब तेरो भ्लग मेरो गाइज अब चाहिँ भ्लगर म हो यिनीहरू चाहिँ भित्रै साम्रे हो ए तेरो कालो चोलो डिनाको महासाक्षी जलेर आइज हामी रेडी हुँदै गर्छौँ एकजनाको घर त्यही मान्छेलाई छोडेर त्यही मान्छेलाई जा भनेर हामी हिँडिरहेको छौँ गाइज हो अन्नु यो चाहिँ कामनामिसको घर अनि यो सटरमा एन्जिला बस्छ हेलो गाइज अब चाहिँ हामी रेडी भएर हिँड्न लाग्यो रोशनको घर भाइ हाई पाडी हाई भन्नु कस्तो हाई न भाइ भन्दैन यार उही कता उल्टे हो कता सुल्टी हो अहिले देखाउँला नि कति उल्टे लारिदिन्छु घलेको उल्टे लाएर भन्ने गएछु पाहाडी घरेकै उल्टे लगाइदिएछु ल है गाइज अब यहाँ भित्र अब एकछिन हामी बुक गऱ्यौँ नमस्ते आन्टी भात खान जाने हो कि नराम्रो देखेँ यार मैले त पाउडर पनि लगाएन गाइज हामी चाहिँ रोशनको घर आएको रेडी हुनको लागि सबैजना रेडी हुँदैछ अनि म पनि रेडी हुँदैछु हेलो गाइस म चाहिँ घाँटी खोलेछु किनभने कति नराम्रो अरे उयो राम्रो देखेँ है होइन त लास्टै गोरी के यो चाहिँ हाम्रो क्लास अन्त गोरी बाक होइन हेलो गाइज हामी चाहिँ दिनाको पसलमा आइसकेको छौँ अब दिनालाई पनि देखाइदिनु ल है सबैजना हाई हाई
सबैभन्दा काली त कसम यार मै हो राम्रो देखियोस् भयो नाटक नाटक ल ब्लगर आज स्कुलको ब्लग आउँछ है गाइस सबैको ब्लग आउँछ ए डिना कता कता कुनै कुनै चाप हामीसँग आएछ यस्तो राम्रो हुन्छ पहिलाको स्कुलबाट नराम्रो स्कुल भाइ आज तेरो भाइ लाउरी ओहो भाइ टिकटक बनाउने भाइ सो गाइस बल्ल मेरो हातमा फोन पर्यो अनि बल्ल मैले चाहिँ भिडियो गराउन लागेको गाइस हेर्नु सबैजनाले हेर्छन् कि फेरि मलाई भिडियो गराउन लाग्यो सबलाई चिनाउनु छ त्यो गाइस हेलो गाइस सोल्टी यहाँ आउनुहुन्छ सोल्टी हाई भन्नु सबैजनालाई हाई अनि यहाँ छन् हाम्रो बहिनीहरू गाइस हेलो हेलो एभ्रिवान हेलो हजुरलाई स्वागत छ अञ्जली भ्लगमा अरू सबैजनालाई स्वागत छ फलो लाइक सबै सब्स्क्राइब अब हामी चाहिँ अर्को ग्रुपमा भेटौँ गाइस मम्मीको भ्लगमा स्वागत छ यिनीहरूले करा खान् कि गाइस तिनीहरूलाई है मलाई होइन फेरि हेलो गाइस हाम्रो यहाँ हुनुहुन्छ सोल्टीहरू हाई सोल्टी कस्तो फिल लागिरहेको छ भन्दा त किन अनि कसरी आएको खुसी भएर मेडल लिनु गाइस हामी चाहिँ अब यत्तिकै भिडियो बनाउन पाएन अनि गाइस यहाँ हेर्नुहोस् यहाँ कसको नाम भएछ होला के हो र सी यहाँ चाहिँ आएर चरी भने के हो चरा त चरी भनेको गाइस यहाँ चाहिँ हल्ला रहेको छ गाइस यो चाहिँ हाम्रो स्कुल होइन गाइस अहिले चाहिँ हामी साथीको घर हो होइन यहाँ चाहिँ पहाडी ए पसिना पसिना हेर त क्या धेरै ल ल ल के गर्नु हो अब फेरि यता गाइस हामी चाहिँ एन्जिलाको घर आएको अनि एन्जिलाको घर आउँदाखेरि के भयो भन्दा गीत नबजा न कपिराइट लाउँछ के गीत नबजा भनेर त मुर्दा नि मान्दिनँ के बौले हिँड्न पाहाडले त यतै भात खाएर बस्ने निर्णय गरी के अटेन कसरी पर्सिन्साको कपडा लिन आउनु भने पर्सिन्सा हामी गयौँ हो न ओके है मेरो आँखा हेर यहाँ त्यसको मस्करा हेर्न ए होइन के जान्न हिँड्न बसले छोड्यो के गाइस हेर्नु है मेरो कपडा मेरो कपडा अरे मैले आज अब तेरो घर भत्काइदिने क्या भाइ ओके गाइस यिनीहरूले अब यहाँ लोन नलाएको अब मोबाइल खै अरे मलाई तँ मेरो आयो भाइ एयरबड्स भाइ एकछिन है एउटा काम गर्न पर्यो कि छ रोक्न तेरो चार्ज गर्न लाग्यो कि कपडा हटाउन लाग्यो हामी गयौँ है हामीलाई त छोड्ने भयो बसले ल ल ल हेलो गाइस यी छ अरे पाडीले त अब रास्ता हान्छ पाडी त धनी भानी भयो ल आइज यो चाहिँ एन्जिलाको घर है गाइस हामी आएको अब अहिले फेरि कामना मिसको उही यो के हो गाभा मिसले गाभा हुन्छ न के म के पहाडकै हो यार कस्तो नआएको मलाई बोल्नु के चप्पल ए गाइज हामी चाहिँ हिँड्यौँ है अब गाइज ल हिँड पाडी यो धन्दै पाडे हामीलाई कराउने के ए म त डर लाग्छ यार म त जान्नु भयो सोध पहिले हो नि त नसोधेको मैले त सोधौँ भनेको अझै अहिले सोध्न मानि थिइस् ल पहिला भन् त हामी माथि आइसकेको थियौँ गाइज अब चाहिँ हामी फर्किन लाग्यो है फर्कियौँ पनि भोलिपल्ट अब स्कुल जानुपर्छ न अन्जना